भोलि कहीँ कतै जग्गा लिँदै हुनुहुन्छ या आफन्तले जग्गा लिँदै हुनुहुन्छ, यदि लिँदै हुनुहुन्छ भनेदेखि यो कुरामा एकदम विशेष ध्यान दिनुपर्छ है। एकछिन भिडियो स्क्रोल नगरिकन एकैछिन मात्रै सुनिदिनु है त। नम्बर 1 छ 15 डिग्रीभन्दा बढी भिरालो जग्गा नलिनुहोस्। 2 मा नगरपालिकाको स्वीकृति बिना नै काहीँ जग्गा प्लटिङ गरेर तपाईँहरूलाई दिँदैछ भने त्यस्तो जग्गाहरू चाहिँ तपाईँहरूले नलिनुहोस्। नम्बर 3 मा रहेको छ कालो माटो र एकदम कमजोर खालको जमिन रहेको छ भनेदेखि त्यस्तो खालको जमिनको जग्गाहरू चाहिँ नलिनुहोस्। अर्को छ खोला किनारामा रहेको साइडमा, खोला किनाराको साइडमा रहेको जग्गा हुन्छ नि त्यस्तो खाले जग्गाहरू नलिनुहोस्। अर्को रहेको छ राजकुलो भएको जग्गा, त्यस्तो जग्गाहरू नलिनुहोस्। अर्को रहेको छ 3 तिरबाट बाटो परेको जग्गा हुन्छ नि त्यस्तो खाले जग्गाहरू चाहिँ नलिनुहोस्। अर्को रहेको छ एकदम मुद्दा मामिला परेको जग्गा, मुद्दा मामिलामा रहेको जग्गा छ भनेदेखि सबभन्दा झन्झट तपाईँहरूको पैसा चाहिँ फस्यो, साथीहरू फस्यो। हो मुद्दा मामिलामा रहेको जग्गा नलिनुहोस्। अर्को रहेको छ मोही भएको जग्गा, मोही भएको जग्गा, मोहीको हक लाग्छ नि 30 फिटभन्दा कम चौडाइ भएको बाटो भएको जग्गा नलिनुहोस्। अनि अर्को छ तराईमा रहेको चाहिँ, तराईमा छ भनेदेखि चाहिँ 6 दूरभन्दा कमको जग्गा कामै छैन। पहाडतिर हो भनेदेखि चाहिँ तपाईँहरूलाई 2.5 आनाभन्दा कमको जग्गा त कामै छैन साथीहरू, त्यस्तो जग्गा चाहिँ नलिनुहोस्। अनि अर्को ब्याङ्कको उसमा भित्तोमा रहेको जग्गा त्यस्तो नलिनुहोस्। अर्को छ औद्योगिक क्षेत्रको वरिपरि भएको जग्गाहरू, त्यस्तो औद्योगिक क्षेत्र वरिपरिको जग्गाहरू नलिनुहोस्। अर्को हाई टेन्सन मुनिको जग्गाहरू नलिनुहोस्। 20 फिटभन्दा कम चौडाइ भएको मोडा भएको जग्गा छ भनेदेखि चाहिँ त्यो काम छैन है साथीहरू। ल यति त सुनिहाल्नु भयो। मैले बनाएको यो जग्गा सम्बन्धी भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो र जग्गा कसैले लिँदै हुनुहुन्छ भनेदेखि चाहिँ आफ्नो साथीहरूलाई पनि सेयर गर्नुहोस्। जग्गा लिँदै गर्नुभएको साथीहरूलाई सेयर गर्नुहोस् र भोलिको दिनहरूमा पनि तपाईँको जीवनमा एकदम काम लाग्न सक्छ यो भिडियोलाई। मन परेको भए लाइक गर्नुहोस् र तल एउटा कमेन्ट पनि गर्नुहोस् है त। हस्, थ्याङ्क यू।